विभिन्न पदमा रोजगारमा जान चाहेकाहरू जसलाई हामी प्री क्यान्डिडेट भन्छौँ, ती क्यान्डिडेटहरूको जानकारी कसरी हेर्ने, आफूलाई चाहिएको कामदार पद अनुसार सर्च गरेर कसरी हेर्ने र कसरी त्यस्ता कामदारहरू चाहिँ एक्सेलमा डाउनलोड गर्ने। प्री क्यान्डिडेट भनेको चाहिँ के हो भने जो युवा विदेश जान चाहन्छ उसले तपाईँको डिमान्ड हेरिराख्ने फुर्सद छैन अथवा डिमान्डमा आवेदन नदिन पनि सक्छ, तर ऊ चाहिँ जस्तो एकदम क्यापेबल कुनै क्यान्डिडेट हो, कुनै पोजिसनमा चाहिँ ऊ विदेश जान चाहन्छ, मानव क्लिनरमै जान चाहन्छ, त्यस्तो अवस्थामा चाहिँ ती व्यक्तिहरू प्री क्यान्डिडेटमा आएर बसेका हुन्छन्। जस्तो तपाईँको म्यान पावरलाई जेसिबी अपरेटर चाहियो अनि जेसिबी अपरेटरको विज्ञापन तपाईँले जति दिनुभए पनि 10,000 खर्च गर्नुभयो भने पनि जेसिबी अपरेटरलाई तपाईँले दिएको डिमान्ड चाहिँ उसको आँखा अगाडि पुगेन भने तपाईँले जेसिबी अपरेटर वैदेशिक रोजगारीमा पठाउन सक्नुहुन्न, पाउनुहुन्न, किनकि क्यान्डिडेट नै तपाईँले भेट्नुहुन्न। तर वैदेशिक रोजगारको एपको सिस्टमबाट चाहिँ तपाईँले जेसिबी अपरेटर भेटाउन सक्नुहुन्छ। कसरी भन्दाखेरि तपाईँको डिमान्ड आए पनि नआए पनि अलरेडी कुनै पनि क्यान्डिडेटले म जेसिबी अपरेटर हो है, मलाई चाहिँ छान है, म चाहिँ जेसिबी अपरेटरमा जान चाहन्छु है भनेर बसेको हुनसक्छ, अथवा सिभिल इन्जिनियरमा जान्छु भने हुनसक्छ, अथवा क्लिनरमा जान्छु भने हुनसक्छ, अथवा वेटरमा जान्छु भनेर चाहिँ कुनै पनि युवा बस्या हुनसक्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईँले त्यो व्यक्तिलाई ठ्याक्कै भेट्ने ठाउँ भनेको चाहिँ प्री क्यान्डिडेट हो। यसको लागि तपाईँ प्री क्यान्डिडेटमा क्लिक गर्नुहोस् र हजुरले हामी स्टार्टिङमा थोरै ब्रिफिङ गर्छौँ यसको विषयमा, त्यसपछि हामी अरू जानकारी। प्री क्यान्डिडेट्स पोजिसन कन्ट्री, यो चाहिँ तपाईँलाई यो एरिया, यो जुन एरिया मैले अहिले देखाइरहेको छु यो एरिया भनेको चाहिँ हजुरलाई चाहिँ सर्टिङ गर्न सजिलो होस्, सर्च गर्न ठ्याक्कै हजुरलाई चाहिएको क्यान्डिडेट सर्च गर्न सजिलो होस् भनेर यो चाहिँ बनाइएको छ, सर्च गर्न सजिलो होस् भनेर। ठ्याक्कै तपाईँले एक्ज्याक्ट जस्तो वेटर खोज्नुभयो वेटरै भेट्ने गरी। अब त्यो रिजल्ट चाहिँ कहाँ देखिन्छ, यहाँ रिजल्ट यो एरियामा चाहिँ रिजल्ट देखिन्छ। तपाईँले कति क्यान्डिडेट चाहनुहुन्छ, जस्तो अहिले कति क्यान्डिडेट छ त, जस्तो यो म्यान पावर कुनै एउटा सदस्य म्यान पावरको मैले देखाइरहेको छु, मैले प्राय ब्लर गरिरहेको छु कारण के भन्दा यो गोप्य इन्फर्मेसन हो र यो सार्वजनिक रूपमा भनिरहेको छु। अहिले यतिखेर 6,879 जनाको रिजल्ट चाहिँ यो म्यान पावरले हेर्न मिल्छ। यसको मतलब 6,879 जना मान्छे यो म्यान पावरबाट जोडिएर विदेश जान चाहिरहेको छ। यति कुरा हजुरले बुझ्नु पर्यो है, यो म्यान पावरबाट वैदेशिक रोजगारमा जान चाहिरहेछ। अब 6,000 मध्ये तपाईँलाई काम लाग्ने मान्छे होला त, अब यो चाहिँ तपाईँले हेर्ने कुरा भयो है। त्यो कारणले अब हामीलाई चाहियो, मानौँ जस्तो अघि मैले जेसिबी अपरेटरकै एउटा उदाहरण दिएको थिएँ, जेसिबी अपरेटर ड्राइभर। अब हामीले यहाँ जेसिबी अपरेटर र जेसिबी ड्राइभर हामीलाई चाहिएको थियो, विदेश पठाउनु पर्ने छ, त्यो खालको डिमान्ड हामीले ल्याएका छौँ। त्यस्तो अवस्थामा चाहिँ अब हामीले के गर्छौँ त भन्दाखेरि सिधै जेसिबी अपरेटर जेसिबी ड्राइभर गऱ्यौँ र यसलाई फिल्टर गर्छौँ। अब हामीलाई यसले सर्च गर्दैछ 62 जना जेसिबी ड्राइभर र जेसिबी अपरेटर चाहिँ अब तपाईँले यहाँ भेट्न सक्नुहुन्छ। जस्तो सन्तोष, उत्तम, गङ्गा, कुमार, यी सबै जेसिबी अपरेटरमा भरेर बस्नुभएको क्यान्डिडेट हो। जस्तो यहाँ हेर्न सक्नुहुन्छ जेसिबी अपरेटर। अब यो व्यक्ति रियलमा जेसिबी अपरेटर हो कि भन्नका लागि चाहिँ तपाईँले यो व्यक्तिको प्रोफाइल, भ्यू प्रोफाइल हेर्नु पर्यो। जस्तो सन्तोष रियलमा जेसिबी अपरेटर हो कि अब उसले एक्सपिरियन्स भर्या छैन भने त देखिँदैन, तर तपाईँले यहाँ फोन नम्बर छ त, सन्तोषलाई सिधा कल गर्न सक्नुहुन्छ नि होइन, सिधा कल गरेर तपाईँ जेसिबी अपरेटर हो त भनेर तपाईँले भन्न सक्नुहुन्छ। अब यहाँनिर यो व्यक्ति कहिले आएको हो त, यहाँ हेर्न सक्नुहुन्छ अपडेटेड 0 डेज, जस्ट आजै 00 देखाएको जुन छ त्यो चाहिँ आजै मात्रै यो व्यक्ति एकदम फ्रेस क्यान्डिडेट छ। यो पनि फ्रेस क्यान्डिडेट छ, यो चाहिँ हिजो आएको। हेर्दै जानुभयो भने यो 6 दिन अगाडि आएको जेसिबी अपरेटर, यो 6 दिन अगाडि, यो 7 दिन अगाडि, यो चाहिँ रिसेन्ट जेसिबी अपरेटर हुन्छ। अब यसमा सन्तोष कहाँ जान चाहन्छ त भन्दा साउदी, कुवेत, युएई, साइप्रस, केन्या, रोमानिया, माल्टा, क्रोएसिया र सन्तोषले 55% प्रोफाइल कम्प्लिट गरेर बसेको छ र सन्तोषको प्रोफाइल हामी हेर्छौँ। फेरि सिभी हेर्छौँ, यहाँबाट हामी एक्सपिरियन्स हेर्छौँ। सन्तोषले एक्सपिरियन्स भर्या छैन, सो हामीले सन्तोषलाई चाहिँ कल गरेरै बुझ्नुपर्ने भयो अब जेसिबी अपरेटर हो कि होइन तपाईँ भनेर। अब जस्तो अब सेकेन्डमा उत्तम भन्ने हुनुहुन्छ यहाँ,
उत्तम जेसीबी अपरेटर 100% प्रोफाइल कम्प्लिट छ भनेको मतलब एक्सपिरियन्स भर्नुभएको छ। यसको मतलब जेसीबी अपरेटरमा एक्सपिरियन्स छ होला। ओके, एक्सपिरियन्स हेर्नुहोस् त यहाँ अपरेटर ड्राइभर जेटिसी अब्दुल्लाह यो कुवेतमा काम गर्नुभएको रहेछ। उहाँ एक्सपिरियन्स्ड मान्छे हुनुहुन्छ अलरेडी जिसिसी राष्ट्रको। सो उत्तमलाई तपाईँले रोजगारीका लागि के गर्न सक्नुहुन्छ त अफर गर्न सक्नुहुन्छ। हाम्रो म्यान पावरमा चाहिँ यस्तो यस्तो डिमान्ड आएको छ, तपाईँ जाने हो त उत्तमजी भन्न सक्नुहुन्छ। अब यही कुरा क्लिनरको हेरौँ नि त होइन। जस्तो क्लिनरमा पठाउँदै हुनुहुन्छ भने क्लिनर CLENER। अब यो हजुरले चाहिँ यो छान्दाखेरि क्लिनर धेरै प्रकारका क्लिनर हुन्छ। तपाईँलाई कुन कुन क्लिनर चाहिए हो चाहिँ एकचोटिमै छान्नु पऱ्यो है। जस्तो CLENER मैले चाहिँ यसलाई कपी गरेँ सुरुमा किनकि मलाई अरू पनि छान्नु छ। क्लिनर हस्पिटल क्लिनर, त्यसपछि पब्लिक क्लिनर। अब मलाई धेरै डाटा चाहिएको छ भने त फिमेल पनि चाहियो भने फिमेल क्लिनर, अब विन्डो मेल क्लिनर, हाउस क्लिनर। ओके, हाउस क्लिनर। अब मलाई जेनरल फिमेल क्लिनर ओके यो पनि चाहियो। स्टाफ क्लिनर स्टाफ, ड्राई क्लिनर। मानौ यति सर्च गरेँ, अब मलाई फिल्टर गर्नु पर्यो 102 जना क्लिनर जो चाहिँ मैले यहाँ छानेकोमा। अब हजुरले धेरै क्लिनर यहाँनिर छान्नु भएको छ भने चाहिँ यसले रिजल्ट पनि धेरै देखाउँछ। सो यो चाहिँ हजुरले हेर्न सक्नुहुन्छ सबै क्लिनरमा जान चाहेका क्यान्डिडेटहरू हुन्। अब यी क्यान्डिडेटहरूलाई हजुरले के गर्नु पर्यो त भन्दाखेरि कन्ट्याक्ट गर्नु पर्यो। सबैको फोन नम्बर यहाँ छ होइन। जस्तो रेशमा, लोकराज, सुशान्त। अब होइन मलाई क्लिनर त चाहियो तर फिमेल मात्रै चाहियो भन्नुहुन्छ भने फिमेल यहाँ सिलेक्ट गर्नु। यो 13 जनाको हजुरलाई एकैचोटि चाहिँ एक्सेलमा चाहियो भने चाहिँ यहाँनिर गएर डाउनलोड CSV गर्नुहोस् अनि यो चाहिँ प्री क्यान्डिडेटको सेभ लिस्ट आउँछ। यो पनि तपाईँले ओपन गरेर हेर्न सक्नुहुन्छ। यसरी क्लिनरहरू चाहिँ तपाईँले सिधै प्री क्यान्डिडेट त्यो चाहिँ केमा त क्लिनरमा मात्रै जान चाहेका मान्छेहरूको चाहिँ लिस्ट पनि यहाँनिर एक्सेलमै देख्न सक्नुहुन्छ। र जस्तो अहिले यहाँ 13 जना क्लिनर हामीले छान्यौँ, त्यो पनि महिला मात्रै छानेका थियौँ। यदि महिला छानेका थिएनौँ भने त हामीसँग धेरै नै डाटा थियो। यो 13 जना क्लिनरलाई चाहिँ हजुरले सिधै उनीहरूको फोन नम्बरहरू छ यहाँ, सबैको फोन नम्बर अनिवार्य हुन्छ। उहाँहरूलाई चाहिँ सिधै कन्ट्याक्ट गर्न सक्नुहुन्छ र अब को जानुहुन्छ भनेर अफर दिन सक्नुहुन्छ। कतिपयले तपाईँको डिमान्डमा चित्त नबुझाउनु पनि सक्छन्। त्यो चाहिँ स्यालेरी कति छ, कुन कम्पनी, कुन देश भन्नेमा पनि भर पर्ने कुरा भयो। त्यसरी चाहिँ गर्न सक्नुहुन्छ। यो सिस्टम वैदेशिक रोजगार एपको सिस्टम भनेको यति गजबको सिस्टम हो। तपाईँलाई यो पनि जानकारी गराउँ कि जस्तो कतिपय म्यान पावर कम्पनीले हामीलाई भन्नुहुन्छ सर हामीले सिभिल इन्जिनियरको डिमान्ड पाएका थियौँ तर नेपालमा सिभिल इन्जिनियर नै छैन भनेर हामीले चाहिँ डिमान्डै ल्याएनौँ भन्नुहुन्थ्यो क्या। तर हामी हेरौँ त एकचोटि है त सिभिल इन्जिनियरमा छ कि छैनन् त कामदार। ओके, सिभिल इन्जिनियर अब मैले पुरै क्लिक गरिनँ। सिभिल इन्जिनियर बिल्डिङ मैले अलिक धेरै छान्छु यहाँनिर। सिभिल इन्जिनियर BE, सिभिल इन्जिनियर लेबर, सिभिल इन्जिनियर, त्यसपछि गएर सिभिल इन्जिनियर टेक्निसियन। मैले यो 5 भनेपछि 5वटा मैले सिभिल इन्जिनियरै हो सबै यो छाने। त्यसपछि मैले फिल्टर गरेँ। अब सिभिल इन्जिनियर छैनन् त, छन् नि किन नहुने। 79 जना सिभिल इन्जिनियर वैदेशिक रोजगारीमा जान तयार छन्। आज मात्रै आएको, हिजो आएको, 2 दिन अगाडि आएको। अब यी सिभिल इन्जिनियरहरूलाई तपाईँले रोजगारीमा पठाउन सक्नुहुन्छ नि त। तपाईँले क्यान्डिडेट पाउने कुरा, तपाईँको डिमान्ड आइसकेपछि आवेदन आउने कुरा भन्दा पनि पहिल्यै तपाईँसँग तपाईँलाई चाहिँ यसले मार्गनिर्देशन पनि दिन्छ। कुनै रोजगारदाताले चाहिँ तसँग यस्तो खालको कामदार छ भनेर सोध्दै गर्दाखेरि लेट मी चेक भनेर तपाईँले चेक गर्न पनि सक्नुहुन्छ। र त्यो खालको पदमा चाहिँ डिमान्डहरू समेत ल्याउनका लागि चाहिँ यो सिस्टमले तपाईँलाई हेल्प गर्न सक्छ। यो चाहिँ म्यान पावरहरूको लागि एउटा पोजिटिभ सिस्टम चाहिँ बनिरहेको छ। र हजुरलाई यो पनि अन्तिम भिडियो हो, सो यो पनि भनौँ वैदेशिक रोजगार एप भनेको भर्खर स्टार्टेड र धेरै युवाहरूलाई अझै धेरै कुराहरू जानकारी दिन बाँकी रहेको सिस्टम हो। सो हामी यसको बिल्डअपमा धेरै क्यान्डिडेट्सहरूमा क्रमशः पुगिरहेका छौँ र हरेक दिन 1000 भन्दा बढी युवाहरूले यो एप डाउनलोड गरिराख्नु भएको छ र एप्लिकेसन म्याक्सिमम आइरहेको छ। साथसाथै हायरमी फिचर मार्फत प्री क्यान्डिडेट्सहरूमा चाहिँ एप्लिकेसन गर्नेहरूको सङ्ख्या पनि व्यापक छ। यहीँ हेर्न सक्नुहुन्छ कि ठुलो सङ्ख्यामा एउटै म्यान पावरले 6000-7000 क्यान्डिडेट चाहिँ यो सिस्टममा भेटिरहेको छ।
र अब यसलाई चाहिँ फलोअप गर्ने कुरा यो क्यान्डिडेट्सहरूलाई चाहिँ पिकअप गर्ने कुरामा चाहिँ जुन म्यान पावर कम्पनी फास्ट हुन्छ, जुन म्यान पावर कम्पनी बढी फरवार्ड हुन्छ, उसले नै धेरै क्यान्डिडेटहरू आफ्नो म्यान पावरमा आकर्षित गर्न सक्छ। र जुन म्यान पावर कम्पनीले यो सिस्टम नै चलाउँदैन, यो सिस्टमलाई चाहिँ अनदेखा गर्छ, त्यो खालको म्यान पावर कम्पनीले पक्कै पनि क्यान्डिडेट्सहरू चाहिँ फुलफिल गर्नलाई सक्दैन भन्ने नै हो। सो अब एउटा प्रविधिको जमाना छ, धेरैभन्दा धेरै युवाको हातमै सूचना छ, त्यो कारणले गर्दा एजेन्ट खोज्दै हिँड्ने अथवा चाहिँ डिमान्ड खोज्दै म्यान पावर चार्ने युवाहरू क्रमशः घट्दै जानेछन्, किनकि सिस्टम सजिलो छ। तपाईँले जति धेरै कन्टेन्टहरू यो सिस्टमबाट डेलिभरी गर्न चाहनुहुन्छ त्यति नै धेरै क्यान्डिडेट्सहरू तपाईँको म्यान पावरमा चाहिँ उपलब्ध हुन सक्छन्। सो यो सिस्टमलाई भरपुर उपभोग गरेर वैदेशिक रोजगारमा चाहिँ तपाईँको म्यान पावरबाट वैदेशिक रोजगारीमा जोड्ने जुन प्रक्रिया छ त्यसलाई झन्झटमुक्त बनाउन सक्नुहुन्छ, सहज बनाउन सक्नुहुन्छ। वैदेशिक रोजगारीमा जाने युवालाई प्रोपर इन्फर्मेसन दिएर, प्रोपर आफ्नो अफिसमा बोलाएर, प्रोपर गाइडलाइन्स, प्रोपर ओरिएन्टेसन्स दिएर तपाईँले चाहिँ रोजगारीमा जोड्न सक्नुहुन्छ। यो एपले तपाईँलाई डिमान्ड फुलफिल गर्नको लागि मात्रै सहयोग गर्दैन, यसले तपाईँको म्यान पावरलाई पपुलर बनाउनलाई पनि, तपाईँको म्यान पावरको ट्रस्ट बढाउनका लागि पनि ठुलो हेल्पफुल चाहिँ यो एप हुन्छ भन्ने तपाईँहरूलाई जानकारी दिँदै कृपया यसको सक्दो प्रयोग गरिदिन पनि हामी अनुरोध गर्न चाहन्छौँ। 5वटा भिडियोको श्रृङ्खला तपाईँले हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। योभन्दा बाहेक तपाईँको केही क्वेरी छ, केही समस्या छ, केही समाधान चाहिन्छ, केही इस्युजहरू छ भने 98023 98990 अथवा 98023 98991 मा सम्पर्क गर्न सक्नुहुन्छ सिधा। साथसाथै हाम्रो साझा सवाल मिडियाको सिधा ल्यान्डलाइन नम्बर 01 45 12 988 45 12 988 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ। साथसाथै हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल आइडी रहेको छ sajajobs@gmail.com sajajobs@gmail.com।